उहाँले 5 होइन 10 गर्नु पर्थ्यो म चाहिँ कम भयो भन्छ हाम्रो आँखै अगाडि हो तपाईको आँखै अगाडि हामी नै यही थियौं यही बसेर हेरिरहेका थियौं हेर्दा हेर्दै हामी शान्तिपूर्वकसित काम गरिरहेका थियौं हामी दर्शक पनि थियौं अनि त्यसपछि सबै जम्मा भइसकेपछि र यता टेन्टमा गइसकेपछि एक्कासी यहाँबाट चाहिँ लोलाहरू गइदियो त्यो ट्रेड ग्यास के भन्छ त्यो अश्रु ग्यासहरू चाहिँ फालेर गइयो अनि माथि प्रत्यक्षदर्शी हजुर माथि ट्याङ्की राख्ने नेरी माथिको टप छतमा 3 जना व्यक्तिहरूलाई यहाँबाट ढुङ्गा हानिसकेपछि उहाँहरू झर्नु भयो यदि उहाँ राम्रो मान्छे हुन्थ्यो यदि उहाँले चाहिँ जनतालाई बचाउन चाहनुहुन्थ्यो यहाँ कोही मान्छे भित्र छ भनेपछि त उहाँले यहाँ आएर गुहार गुहार भन्नुपर्छ नि उहाँहरू निस्किनु भएन माथिबाट एकैचोटि भित्रै बस्नुभयो एक्कासी यहाँ आगो लाग्यो माथि गएर चाहिँ उल्टै यहाँबाट चाहिँ पत्रिकाहरू खसिरहेको थियो यहाँ त्यो पत्रिकाहरूबाट अनि एक्कासी किनभने शान्तिपूर्वक चाहिँ भइरहेको थियो मैले यसलाई चाहिँ दोष दिइनँ हिजोको राजावादीहरूलाई दोष दिइनँ कसरी उग्र बन्यो आन्दोलन तपाईहरुको किन बन्यो भने शान्तिपूर्वक हिँडिरहेको थिए हामी त दर्शक हौँ शान्तिपूर्वक हिँड्दै हिँड्दै एक्कासी चाहिँ जहाँ 20 जनादेखि 50 जनाको ग्रुप हुने बित्तिकै त्यहाँ अश्रु ग्यास फालिहाल्ने अनि यहाँबाट त्यहाँ गयो त्यहाँ जाँदा नि 50 जना जम्मा भयो भने अश्रु ग्यास फालिदिइहाल्ने कहाँबाट आउँछ कसैलाई थाहा भएन एक्कासी त्यहाँबाट हेर्दै यहाँबाट गएपछि अनि सबजनाले यो घरलाई चाहिँ एट्याक गरेको कारण त्यति हो यसको दोषी सरासर गृहलाई जान्छ अरू कसैलाई राजालाई भन्छ उसलाई बालेनले कसलाई चाहिँ अब क्षतिपूर्ति उ गर्ने भन्छ यो विभिन्न प्रकारको कहीँ जाँदा नि गृहलाई जान्छ गृहले राम्रो चाहिँ गरेन किनभने उसले 12-15 हजार जना मान्छे डेली आउँछन् डेली जान्छन् यो चाहिँ केही ठुलो कुरो होइन सामान्य कुरो हो यसैको केयरलेसको हिजोको नतिजा हो।